आज 2072 साल भाद्र शुक्ल पक्ष आश्विन 10 गते आइतबार आज कुमारी जात्रा र इन्द्र जात्रा पनि एकैचोटि हुनेछ। जपा कुसुम संकाशम काश्यपेयम महाद्युतिम तमोरिम सर्वपापग्नम प्रणतोस्मि दिवाकरम। अभिवादन दर्शकवृन्द, भगवान सूर्यनारायण हाम्रो साक्षात देवता हुनुहुन्छ। प्रत्येक प्राणीले, पितृले, देवताले पाउने अमृत तत्त्व, पृथ्वीमा मानिसहरूले पाउने अन्न जल यी सबै सूर्यकै किरणहरूबाट प्राप्त हुन्छन्। सूर्यका कतिपय किरणहरू विभिन्न समयमा अमृत बनाउँछन्। पुषा किरणले अमावास्याको दिन पितृका लागि अमृत बनाउँछ र त्यही पान गरेर पितृहरू दिव्यलोकमा रहन्छन्। यस्ता प्रत्यक्ष देवता भगवान सूर्यको आराधना गर्ने आज रविवार। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको हाम्रो देश नेपाल दिव्य भूमि हो। यस देशमा रहेका पर्वत, गुफा र हिमशैलीहरूमा आज पनि साधनाका लागि दिव्य पुरुषहरू एकान्तवास बस्ने गर्दछन्। यो पावन भूमिमा दीक्षा लिए साधना रत हुने गर्दथे ती महापुरुषहरू। आध्यात्मिक र धार्मिक कार्य, चाडपर्व हाम्रो राष्ट्रमा अनगिन्ती पर्ने गर्छन्। घोडे जात्रा लगायतका चाडमध्ये वर्षा सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वज सहितको लिङ्ग उठाए पछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचका साथ रथयात्रा र देवताको पूजा आराधना गरी 8 दिनसम्म मनाइने गर्छ। यसरी ठड्याइएको लिङ्गलाई इन्द्र ध्वजोत्थान पनि भनिन्छ। यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नाला स्थित जङ्गलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यस पर्वमा हनुमान ढोका लगायतका क्षेत्रमा जीवित देवीका रूपमा रहेको कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने परम्परा छ। इन्द्र ध्वजको लिङ्गो उठाएपछि सुरु भएको जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखी नाच, 10 अवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकेशी नाच नचाउने परम्परा रहेको छ। नेवार समुदायमा ज्यापु समुदायका एक व्यक्तिलाई सेतो लुगा लगाई सेतै मकुण्डो लगाउनु दिई ठगी निकालिन्छ। जहाँ जहाँ कुमारीको रथ जान्छ ठगी पछि पछि जाने गर्दछ। यस उपलक्ष्यमा काठमाडौँबाट करिब 4 कोस पश्चिममा पर्ने दहचोक स्थित इन्द्रदहमा एक दिन पहिले भक्तजनहरू रातभर जागराम बसी भोलिपल्ट स्नान गरी मेला भर्ने भक्तजनहरूको भिड लाग्ने गर्दछ। इन्द्र ध्वजोत्थान गर्नुभन्दा पहिले गर्नुपर्ने अर्को कार्य के छ भने गुर्जुको पल्टन आएर हर्ष बढाइ गर्छन् र मङ्गलधुन बजाउँदै विभिन्न बाजागाजा सहित इन्द्रको लिङ्गलाई परिक्रमा गरी इन्द्र ध्वजोत्थान
कार्य सम्पन्न हुन्छ। हाम्रो प्रार्थना छ सनातनदेखि चल्दै आएका हाम्रा चाडपर्व र धर्म संस्कृतिको जगेर्ना गर्ने अबको अभिभारा युवाहरूको काँधमा आएको छ। अझ बढी हर्षको कुरा के छ भने हर्षका साथ हाम्रा चाडपर्वले संरक्षण पाउलान् भन्ने अभिभावकहरूले आशा लिएका छन्। युवाहरूका काँधमा आएको छ। अझ बढी हर्षका साथ हामीले भन्नुपर्दा अब आउने हाम्रा चाडपर्वले संरक्षण पाउलान् भन्ने अभिभावकहरूले ठुलो आशा लिएका छन्। श्री रामचन्द्रले दुष्ट राक्षसहरूको संहार गर्नुभयो, सन्त महात्माहरूलाई कृपा गर्नुभयो, बडो सुन्दर एउटा मर्यादा स्थापना गरेर जानुभयो। तर श्री रामचन्द्रले आफ्नो जीवनमा आफूभित्र नै विश्व ब्रह्माण्डको दर्शन गराइबक्सेको कुनै नमुना भेटिन्न। जय श्री कृष्ण। कुनै नमुना भेटिन्न। यसको अर्थ भगवान श्री राम र भगवान श्री कृष्णमा मैले कुनै प्रकारको भिन्नता निवेदन गर्नु खोज्या होइन। भगवान श्री रामचन्द्रले जुन मर्यादा स्थापन गर्नुको लागि भगवान जुन लक्ष्यको लागि सवारी भइबक्सेको थियो त्यो पूर्ण गरेर सवारी भयो। त्यसैले भगवान राम पूर्ण अवतार हुनुहुन्छ। तर श्री कृष्णको लीलालाई चिन्तन गरौँ। एकचोटि के हुन्छ, भगवान श्री कृष्ण खेल्दै खेल्दै यमुनाको तीरमा जानुभयो। भगवानलाई थाहा छैन के हृदयमा विचार आयो। सायद भगवानले सोच्नुभयो होला, पृथ्वी यमुने महारानी तिमीले पनि के याद गर्नेछौ, तिम्रो किनारको रजलाई आज म पवित्र गरिदिन्छु। भगवानले अलिकति यमुनाको किनारको माटो आफ्नो मुखमा लगाउनु भयो। अर्थात् भगवानले माटो खानुभयो। जस्तै ग्वालवालहरूले यो देखेका थिए, एकदम दौडँदै दौडँदै आमा यशोदा कहाँ गए। आमा यशोदालाई कुरा लगाए, आमा आज कन्हैयाले माटो खाए। बिचरी कुन चाहिँ आमाले यो सहन गर्न सकुन्। एकदम दौडँदै दौडँदै आइन्। अरे नटखट, अरे चपल, अरे चञ्चल, आज हुँदा हुँदै माटो पनि खान थाले होइन। भगवानले भन्दै हुनुहुन्छ, होइन होइन आमा, मैले माटो खाएको छैन। आमाले भन्न लाग्नुभयो कि कन्हैया अझ तिमी झुटो बोल्दैछौ, ओठमा तल माथि माटो लागिराखेको छ, खुरुक्क मुख खोला हेरौँ। अनायासै भगवानले मुख खोलिदिनु भयो। जस्तै भगवानले मुख खोल्नुभयो, आमा यशोदा त हेरेको हेरे। जय श्री कृष्ण। आमा यशोदा त हेरेको हेरे, अपलक नेत्रले, आँखा नै झिम्किँदैन। आमा यशोदाले 3 लोक 14 भुवन पुरै विश्व ब्रह्माण्डको दर्शन गर्नुभयो श्री कृष्ण कन्हैयाको मुखभित्र। सूर्य चन्द्र तारागण हेर्दै हेर्दै जानुभयो, हेर्दै हेर्दै जानुभयो। कृष्णको मुखभित्र सबै निहाल्दै निहाल्दै जानुभयो। उहाँले यो पनि दृश्य देख्नुभयो कि कृष्णको मुखभित्र गोकुलको एउटा कुनामा बसेर आफूले औँलो ठाडो पारिराखेको कृष्ण चाहिँ दुवै हात कानमा राखेर कान समाउँदै भनिराख्नु भएको छ कि मैले माखन खा छैन आमा, माखन खा छैन आमा। यो दृश्य समेत कृष्णको मुखभित्र देख्नुभयो। अनि त आश्चर्यको कुनै सीमा नै रहेन आमा यशोदालाई। एकदम आश्चर्यले चकित भएर हेरिराख्नु भएको छ कृष्ण कन्हैयाको मुखार बिन्दुलाई। यसरी भगवानले आमा यशोदालाई आफ्नो परिपूर्ण ब्रह्मको स्वरूप दर्शन गराउनु भयो। त्यसैले पनि भगवान श्री कृष्ण परिपूर्णतम ब्रह्म हुनुहुन्छ। त उनी परिपूर्णतम ब्रह्म आज अवतार लिएर आउनुभयो धराधाममा, पृथ्वीमा। पृथ्वीलाई पुलकित गराउनको लागि, रोमाञ्चित गराउनको लागि। अब यस्तो परिपूर्णतम ब्रह्मले अवतार किन लिनुभयो भन्दा फेरिमा धेरै धारणाहरू छन्। सन्त महात्माका, विद्वानहरूका धेरै धेरै धारणाहरू छन्। माता कुन्तीले भन्नुभएको छ, तथा अमलमात्मानं परमहंसानां, अर्थात् हे परमात्मन, हे द्वारकाधीश, हे श्री कृष्णचन्द्र, अमल आत्माहरूलाई, परमहंसहरूलाई, दिव्य
भक्ति योग को विधान बताउनको लागि हजुरले अवतार लिनुभएको। हजुरले अवतार लिनुभएको त्यो विशेष भक्ति योगको विधान अमल आत्माहरूलाई प्रदान गर्नको लागि यसरी आमा कुन्तीले निवेदन गर्नुभएको छ कि वास्तवमा हुनु पनि भगवानले जस्तै गीतामा आज्ञा गरिबक्सेको छ, परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। यो पनि आफ्नो ठाउँमा एकदम ठिक छ, तर वास्तवमा परित्राणाय साधूनां मात्रै नभएर ती साधुहरूलाई, ती अमल आत्माहरूलाई, ती परमहंसहरूलाई भक्ति योगको दिव्य विधान सिकाउनको लागि भगवान लीला पुरुषोत्तम श्रीहरि लीला गर्नको लागि धराधाममा आउनुभयो। भजनीय बिना भक्ति सम्भव हुँदैन, अर्थात् भगवान बिना भक्ति असम्भव। कुनै सांसारिक साधारण तत्त्वले त्यो दिव्य प्रेम लक्षणा भक्तिलाई पुष्टि त अवश्य गर्नु सक्दैन। कुनै साधारण प्राकृतिक वस्तुबाट, कुनै साधारण सांसारिक वस्तुबाट त्यो दिव्य प्रेम लक्षणा वस्तु भक्ति योगको प्रतिपादन सम्भव छैन। त्यसको लागि त साक्षात परिपूर्णतम ब्रह्म स्वयं आफू लीलाको मधुरीमा माध्यम लिएर, आफ्नो सौन्दर्यको माध्यमले ती भक्तहरूलाई लवालब गराउनको लागि, ती भक्तहरूलाई दिव्य भन्दा दिव्य आनन्द प्रदान गर्नको लागि तिनै परिपूर्णतम ब्रह्मलाई नाय हुने थिएन। यसैको लागि भगवान श्रीहरिले अवतार लिनुभयो। जस्तै कल्पना गरौँ, सूर्यलाई साधारण नेत्रले हेर्दा फेरिमा जस्तो देखिनुहुन्छ, त्यसलाई कुनै दूरवीक्षण यन्त्रले देख्दा फेरिमा आकाश जमिनको फरक पर्छ। जय श्री कृष्ण। साधारण नेत्रले हेर्दा फेरिमा सूर्यमा त्यो विचित्रता देखिन्न, जुन विचित्रता दूरवीक्षण यन्त्रले अर्थात् विशेष यन्त्रद्वारा हेर्दा फेरिमा सूर्य भगवानको दर्शन हुन्छ। त्यो विशेष यन्त्र भनेको, त्यो विशेष माध्यम भनेको स्वयं भगवानको साकार मूर्ति हो। ब्रह्माजीको मोह र त्यसको नाश। मोहनाश कसरी हुन्छ त भन्दा, मोहनाश अर्काको ईर्ष्या गर्यो भने मोहनाश हुन्छ। एक दिन भगवान कृष्ण गोपहरूका साथमा भोजन गरिरहनु भएको थियो। कृष्णका लीलामा उनीहरू यति तन्मय भएका थिए कि उनीहरूलाई आफ्ना गाई बाछा बाछीहरू कता छन् त्यो पनि ध्यानै भएन। बाछा बाछीहरू धेरै नै टाढा टाढा गइसकेका थिए। जसै उनीहरू गाई बाछाहरूलाई लिन जान लागेका थिए, श्री कृष्णले रोकिदिनु भयो त्यसै बखतमा र आफै गाई बाछाहरूलाई खोज्न हिँड्नुभयो। यसै बेला ब्रह्मालाई भगवानको लीला हेर्ने साह्रै नै इच्छा भयो। उहाँले बाछाहरू र गोप बालकहरूलाई कतै लुकाइदिनु भयो। श्री कृष्ण बाछाहरू नपाउनाले फर्केपछि गोप बालकहरूलाई पनि देख्नु भएन अनि बुझिहाल्नु भयो यो ब्रह्माको काम हो। अनि त आफ्नो मायाले उस्तै र उत्तिकै अर्कै गाई बाछा बाछे र गोप बालकहरू रचिहाल्नु भयो। यसरी सर्वात्मा श्री कृष्ण मायाबाट रचित गाई बाछा बाछे र गोप बालकहरूका साथ
वनमा र गोठमा क्रीडा गरिराख्नु भएको थियो। यो देखेर ब्रह्माजी जब पुनः ब्रजमा आउनुभयो त उहाँले भगवान श्री कृष्ण गोप बालकहरू र गाई बाछा बाछीका साथ अघि जस्तै क्रीडा गरिराख्नु भएको देख्नुभयो। यो देखेर विचार गर्न लाग्नुभयो कि उस्तै गाई बाछाहरू कहाँबाट आए। उहाँले लुकाएको ठाउँमा पनि उस्तै देख्नुभयो। दुवै ठाउँमा उस्तै बालकहरू र गाई बाछा बाछी देखेर उहाँले बुझ्न सक्नु भएन कि कुन साँच्चीका गोप बालकहरू हुन् र कुन गाई बाछाहरू माया रचित हुन्, यो छुट्याउनै सक्नु भएन। ब्रह्माजीले आफ्ना मायाले भगवान कृष्णलाई मोहित पार्न कोसिस गर्नुभएको थियो, तर उहाँ आफै नै मोहित हुनुभयो। यो कुरा सोचिराखेकै बेला उहाँले सारा गोप बालक र गाई बाछा बाछीलाई कृष्ण रूपमा विभिन्न स्थानमा देख्नुभयो। उहाँले यो पनि देख्नुभयो कि समस्त चराचर जीव भिन्न भिन्नै भगवानका रूपहरूको उपासना गरिरहेका छन् भन्ने कुरा पनि उहाँले देख्नुभयो। यो दृश्यले उहाँ आश्चर्यचकित हुनुभयो र मनमा नै भन्नुभयो, जो पूर्ण परब्रह्म छन् उसलाई म के छकाउन सक्छु र यो मेरो भुल रहेछ, तर मेरो ठुलो तपस्या पनि रहेछ। भगवानको विभिन्न रूपमा विभिन्न स्थानमा मैले दर्शन गर्न पाएँ, उहाँको भक्ति गर्न सके। अब मैले यसबाट मोक्ष प्राप्त गर्नु छ भनेर विचार गरेर योगेश्वर कृष्णलाई बारम्बार नमन गर्न थाल्नुभयो। त्यसैले कसैको उद्धार गर्छु भनेर शुभचित्त लिएर आफू लाग्यो भने त्यो कुरा पुरा हुन्छ, तर कसैलाई छकाउँछु, कसैलाई उपेक्षा गर्छु र कसैको द्रोह गर्छु भन्ने सोचेर यदि त्यो कार्य गरिन्छ भने त्यसबाट सदा सर्वदा आफू असफल नै भइन्छ। त्यसैले यो ब्रह्माजीले के एउटा शिक्षा प्रदान गर्नुभयो भने यो चराचर जगतमा, यो पृथ्वीमा परमात्मा एक हुनुहुन्छ। त्यसैले हामी जहाँ बसेका छौँ हातमा हात मिलाऊँ, साथीभाइ मोह गरौँ, माया गरौँ र आफ्नो धर्म, संस्कृति, राष्ट्र र धर्मप्रति कसरी हाम्रो आस्था जान्छ भन्ने कुरा ब्रह्माजीले सम्पूर्ण मानवहरूलाई एउटा उदाहरण बनेर देखाइदिनु भयो। हे सूर्य भगवान दर्शन दिन आयो, बिहान सवेरै सवेरै। हे सूर्य भगवान दर्शन दिन आयो, बिहान सवेरै सवेरै। प्रकाश छरेर अंधकार हटाएर, ज्ञान को ज्योति बालेर। प्रकाश छरेर अंधकार हटाएर, ज्ञान को ज्योति बालेर। हे सूर्य भगवान दर्शन दिन आयो, बिहान सवेरै सवेरै।
आउँछौ प्रभु समयमै जान्छौ समयको भाका सिकाउँछौ समयमा आउँछौ प्रभु समयमै जान्छौ समयको भाका सिकाउँछौ प्रकृतिको गतिसँग हिँड्न सिकाउँछौ प्रकृतिको गतिसँग हिँड्न सिकाउँछौ जीवनको मूल्य बुझाउँछौ हे सूर्य भगवान दर्शन दिन आयो बिहान सवेरै सवेरै जल चढाउँछु खुसी तिमीमै रमाउँछु धूप दीप जल चढाउँछु खुसी तिमीमै रमाउँछु तिमी बिना प्रभु जीवन रहन्न तिमी बिना प्रभु जीवन रहन्न तिमीमै दुःख बिसाउँछु हे सूर्य भगवान दर्शन दिन आयो बिहान सवेरै सवेरै हे सूर्य भगवान दर्शन दिन आयो बिहान सवेरै सवेरै प्रकाश छरेर अन्धकार हटाएर ज्ञानको ज्योति बालेर प्रकाश छरेर अन्धकार हटाएर ज्ञानको ज्योति बालेर हे सूर्य भगवान दर्शन दिन आयो बिहान सवेरै सवेरै हे सूर्य भगवान दर्शन दिन आयो बिहान सवेरै सवेरै हे सूर्य भगवान दर्शन दिन आयो बिहान सवेरै सवेरै सूर्य आराधनाले शान्ति हुने मानसिक उन्नति हुने आध्यात्मिक उन्नति हुने आत्मिक उन्नति हुने र अन्ततोगत्वा जीवन मुक्त हुने समेत फल बताइएको छ सधैँ आइतबार नियमित रूपमा आफूले जानेको आफूले गर्न सक्ने अभ्यासद्वारा आफ्नो आत्मिक उन्नति गरौँ हवस् त यसका साथै आजको कार्यक्रमबाट आज्ञा चाहन्छु नमस्कार